हेलो गाइज वेलकम टु माई डे 14 मिनी भ्लग। हामी चाहिँ सन्ध्याको अङ्कल अनि प्रार्थनाको दादाको बिहेमा जाँदै थियौँ। त्यो दुइटै चाहिँ एउटै मान्छे हुन् ल। अनि हामी सन्ध्याको वेट गरिरहेको थियौँ, सन्ध्याको नानाको घरमा बसेर। अनि सन्ध्या एकछिनमा आइन् अनि हामी चाहिँ फाइनली बिहेको घरमा पनि पुगिसक्यौँ। अनि सन्ध्या चाहिँ मसँग रिसाएको थिइन्, बोलिरहेको थिइन्, तर बाटोमा हाम्रो प्याच भइसक्यो, बोल्न लागिहालिन्। बोल्न स्टार्ट भइसक्यो हामीहरूको। अनि प्रार्थना चाहिँ रेडी भई थिए, हिरोइन भई थिए पुरा दाइको बिहेमा। अनि मैले यो केपो पाएँ अनि मैले आफ्नो बालमा एक्सपेरिमेन्ट गरेँ कस्तो फिल हुन्छ भनेर। अनि पछि म बाहिर आएँ, बाहिरको डेकोरेसन दामी थियो, खाना खाइरहेको थिएँ सबैजना। अनि हामीले चाहिँ अगाडि टिका लगायौँ। अनि टिका लाएर त्यसपछि हामी खाना खान बस्यौँ। खाना चाहिँ 3 प्रकारको मासु थियो, थरीको, तर मैले बुङ्गुरको मासु खाएँ। बुङ्गुरको मासु मैले एकचोटि सानोमा खाएको थिएँ, 8 वर्षको हुने बेला, सायद 7-8 वर्षको हुने बेला। अनि मैले सिधै अहिले खाएको बुङ्गुरको मासु। त्यसपछि मैले प्रार्थनालाई माग्न लगाएर कुखुराको मासु नै खाएँ। अनि यी चाहिँ मसँग 4 दिन नबोलेर बसेको मान्छे, तर आज बोलिहालिन्, खै किन बोलिन्। अनि मैले हेर्नु कति खतरासँग खुर्सानी खाइदिएँ। अनि फेरि यी दुईजना रिसाएको थिएँ मसँग। फेरि म कति बोल्छु कि, कस्तो प्याच्च प्याच्च बोल्ने बानी मेरो कारणले अरूको दिलमा चस्स बिल्छ। अनि रुइदिने ब्ल्याक टी सर्टवाली रुइहालिन् के मैले भनेर। त्यसपछि सन्ध्या चाहिँ 4 दिन नबोलेर बस्दिन्। अनि हामीले खाना खाएर त्यसपछि बाहिर पान पसल्थ्यो। अनि मैले पान खाएँ। पानले खाएँ भने ओठको घाउहरू सन्चो हुन्छ, जिब्रोमा घाउहरू सन्चो हुन्छ भन्ने सुनेको थिएँ, त्यसैले खाएको मैले। त्यसपछि हामी त्यहाँबाट निस्क्यौँ अनि घरतिर लाग्यौँ। अनि बाटोमा हामी साइकलमा आएका थियौँ। अनि त्यसपछि दुईवटा फेरि मसँग रिसाइहाल्यो। अनि हामी सन्ध्याको नानाको घरमा फेरि पुग्यौँ। अनि वेट गऱ्यौँ एकछिन, त्यसपछि बौनिया चोकमा पुग्यौँ। धन्यवाद, बाई बाई, थ्याङ्क यू फर वाचिङ, थ्याङ्क यू।